क्षेत्रमा विश्व सम्पदामा र विश्वका विभिन्न राष्ट्रमा रहेर विभिन्न क्षेत्रमा चाहिँ योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूलाई चाहिँ आफ्नो भूमिमा निमन्त्रणा गरेर सम्मान गर्ने कार्यक्रम अन्तर्गत नेपालको पनि तपाईको झापा जिल्ला बिर्तामोड नगरपालिका वार्ड नम्बर 1 मा एउटा इँटा मागेर बहुजाति बहुभाषी बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाट्यघर निर्माणको सन्दर्भ झापा जिल्लाकै भित्र रहेका 15वटा पालिकाका जनप्रतिनिधिले क्षितिज नाट्य प्रतिष्ठानले के गरिरहेको छ कहाँ छ भनेर नचिनिरहेको बेला क्षितिज नाट्य प्रतिष्ठान झापाले गरेको कर्म सिंहदरबारले नदेखिरहेको बेला अन्तर्राष्ट्रिय रङ्गमञ्चले देखेछ र भियतनाम सरकार र भियतनामी कलाकारहरूले आफ्नो भूमिमा बोलाएर एउटा जुन अन्तर्राष्ट्रिय लेभलको सम्मान प्रदान गर्नुभयो त्यो सम्मान यो क्षितिज नाट्य प्रतिष्ठानका यहाँ जति पनि पदाधिकारीहरू हुनुहुन्छ यो सम्मान तपाईहरूको सम्मान हो यो इज्जत यो प्रतिष्ठा तपाईहरूको सम्मान हो म केवल प्रतिनिधि पात्र मात्रै हुँ एउटा व्यक्तिले त आफ्नो घर बनाउँछ व्यक्ति मिलेर समूह बन्यो र समूहबाट हामीले प्रतिष्ठान निर्माण गर्यौं र यी प्रतिष्ठानमा आबद्ध सम्पूर्ण कलाकर्मी साथीहरूले चाहिँ एक-एकवटा थोपा बटुलेर चाहिँ एक-एकवटा इँटा सङ्कलन गरेर हामीले जुन एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाट्यघर बनायौं त्यो बिर्तामोडले नदेखे पनि बिर्तामोडका जनप्रतिनिधि र बिर्तामोडका 15वटा पालिकाका चाहिँ प्रतिनिधिहरूले नदेखे पनि सिंहदरबारले नदेखे पनि नेपाल सरकारले नदेखे पनि यो अन्तर्राष्ट्रिय जगतले देखेको रहेछ अन्तर्राष्ट्रिय कलाकारहरूले देखेको रहेछ त्यसमा हामी सम्पूर्ण कलाकार यहाँ नागरिक बचाउ दल नेपालबाट पनि हुनुहुन्छ अनि नागरिक बचाउ महाअभियानका पनि प्रतिनिधिहरू हुनुहुन्छ क्षितिज नाट्य प्रतिष्ठानको सिङ्गो टोली यहाँ हुनुहुन्छ हैन तपाई संसारकर्मी हुनुहुन्छ कलामा कुनै पनि राजनीति नहुँदो रहेछ कलामा कुनै पनि भूगोलको सीमा नहुँदो रहेछ हैन विश्वले बुझ्ने एउटै मात्रै भाषा हुँदो रहेछ कला जुन त्यो चाहिँ यो पृथ्वीको जुनसुकै भूमिमा पनि त्यसको सम्मान हुँदो रहेछ सबैले बुझ्दो रहेछन् र क्षितिज नाट्य प्रतिष्ठान झापाले गरेको यो योगदान र प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय लेभलले दिएको सम्मान र अन्तर्राष्ट्रिय लेभलमा बोलाएर त्यहाँका प्रतिभाहरूले गरेको चाहिँ इज्जत प्रतिष्ठा म सम्पूर्ण आज मेरो चाहिँ प्रतिष्ठानका कलाकर्मीहरूमा बीचमा चाहिँ म सेयर गर्न पाउँदा एकदमै खुसी लागेको छ यस्तो छ कलाकारलाई पनि कुन पार्टीको हो भनेर चाहिँ पार्टीगत हिसाबले हेरिन्छ यहाँ त सम्मान भन्दा बढी अपमान गरिन्छ कुनै पनि आफ्नो पारिवारिक जीवनबाट माथि उठेर समाजको लागि केही काम गर्न कसैले खोज्छ भने ती अभियन्ताहरूलाई विभिन्न ट्याग लगाउने विभिन्न आरोप लगाउने र विभिन्न खिचातानी राजनीतिमा मुस्ने प्रचलन छ तर अन्तर्राष्ट्रिय लेभलमा कला साहित्य र संगीतलाई यति ठुलो सम्मान छ इज्जत छ पर्यटकहरूलाई गर्ने सम्मान त्यहाँ बेग्लै छ कलाकर्मीहरूलाई गर्ने इज्जत प्रतिष्ठा बेग्लै छ नेपालले अन्तर्राष्ट्रिय लेभलबाट नेपालले भियतनामबाट नेपालले साउदी कतार मलेसिया र विश्वका विकसित राष्ट्रहरूबाट थुप्रै कुरा सिक्नुपर्ने रहेछ र हामीले धेरै कुरा सिक्न बाँकी रहेछ नेपालीले भन्ने कुरो चाहिँ यो भियतनामका कलाकारको भियतनामका सरकारको निमन्त्रणामा जुन हामी पारिवारिक भ्रमणमा रहेको थियौं एउटा चाहिँ यो उचाइ पाइयो त्यहाँबाट धेरै कुरा सिक्ने र यहाँ आएर पनि सेयर गर्ने एउटा मौका मिलेको छ।